ब्रह्मा मुरारे त्रिपुरान्तकारे भानु शशि भूमि सुतो बुधश्च गुरोश्च शुक्र शनि राहु केतव सर्वे ग्रहा शान्तिकर भवन्तु। आदरणीय ज्योतिष जिज्ञासु मित्रजनहरू, श्री राधाकृष्ण ज्योतिष परामर्श च्यानलमा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्रस्तुता वैकुण्ठ शरण खतिवडा। आजको नयाँ एपिसोडको शीर्षक रहेको छ चुनावमा विजय योग। मैले यो भन्दा अगाडि सर्ट भिडियोबाट चुनावमा विजय योगको संकेत गरेको थिएँ र यो भन्दा अगाडि पनि मैले एउटा भिडियो प्रस्तुत गरेको थिएँ मेडिकल एस्ट्रोलोजी अन्तर्गत, तर त्यहाँ भ्युज कम आएको देखेर मलाई फेरि मेडिकल एस्ट्रोलोजीमा भिडियो बनाउने जागर भएन। आज म यहाँहरूलाई चुनावमा विजय योगको बारेमा बताउन गइरहेको छु। चुनावमा कसरी विजय हुन्छ? यहाँहरूको पनि आफन्त कोही हुनुहुन्छ अथवा फलानाले जित्छ कि जित्दैन, यसका लागि तपाईले कुण्डली विश्लेषण गराउनु पर्ने हुन्छ। म यहाँहरूलाई आफैले जान्नुहोस् भनेर चुनावमा विजय योग कुण्डलीबाट अर्थात् ज्योतिषबाट कसरी निर्धारण गरिन्छ यस विषयमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। सर्वप्रथम चतुर्थ भाव जनता भाव हो। चतुर्थेश बलवान छ, शुभ प्रभावमा छन् भने जनताको समर्थन प्राप्त हुन्छ। सप्तम भावमा जनतासँग प्रत्यक्ष गएर सम्बन्ध गर्ने भाव हो र जनताले जिताउँछन् कि जिताउँदैनन् भन्ने कुरा सप्तम भावबाट हेरिन्छ भने त्यति भएपछि अब हामी मन्त्रीमण्डलमा प्रवेश गर्न सक्छौँ कि सक्दैनौँ, संसदमा प्रवेश गर्न के छ त अवस्था, त्यसका लागि हामीले दशम भाव हेर्नुपर्ने हुन्छ। दशमेश बलवान र त्यसपछि अनुकूल हुन आवश्यक पर्दछ। अनि इच्छापूर्तिको भाव भनेको एकादश भाव। मेरो एकादश भाव अनुसारको मेरो चाहिँ इच्छापूर्ति हुन्छ कि हुँदैन भन्नको लागि हामीले एकादश भावलाई हेर्नुपर्ने छ। एकादश भाव अनुकूल छ, स्वगृही छ अर्थात् उच्च छ भनेदेखि त्यस्तो अवस्थामा जातकको इच्छापूर्ति हुन्छ। दशम भाव भनेको प्रतिस्पर्धीको भाव हो। अब यी कसरी एक्टिभ हुन्छन् र यी कस्तो अवस्थामा हुँदाखेरि चुनावमा विजय हुन्छ म यहाँलाई जानकारी गराउँ। र यसरी ग्रहहरू भनेका को हुन् त भन्दाखेरि सूर्य, शनि, राहु र मङ्गल हुन्। सूर्य किन भन्दाखेरि सूर्य उच्च भएदेखि स्वगृही छ भनेदेखि जातक नेतृत्व तहमा पुग्न सक्दछ। शनि उच्च छ अथवा मित्रका घरमा छ अथवा कारक भावमा रहेको छ भनेदेखि त्यस्तो अवस्थामा जातकलाई जनसमर्थन प्राप्त हुन्छ र इच्छा पनि पूर्ति हुन्छ। राहु बलवान रहेछ, राहु अनुकूल रहेछ, राहु पाप ग्रहमा रहेछ। यस्तो अवस्थामा राहुले जातकलाई कूटनीतिक क्षेत्रमा अत्यन्तै सफलता प्रदान गर्दछ भने मङ्गल साहसको कारक हो। षष्ठम भावमा मङ्गल, शनि, राहु बलवान छन् भनेदेखि जातकको अवश्यमेव चुनावमा विजय हुन्छ, नत्र हुँदैन। सप्तमेश यदि बलवान छ भनेदेखि जनताले चुनावमा जिताउँछन्, नत्र जिताउँदैनन्। चुनावमा विजय हुनको लागि छैठौं भाव, दशम भाव, एकादश भाव र सूर्य, शनि, राहु, मङ्गल बलवान हुनु अत्यन्त जरुरी छ। यहाँ तपाईँ एउटा सिंह लग्नको कुण्डली हेर्न सक्नुहुन्छ। सिंह लग्नमा सूर्य र शुक्र रहेका छन्। त्यस्तै दोस्रो भावमा कन्याको बुध, छैठौं भावमा मकरको चन्द्रमा र केतु रहेका छन् भनेदेखि मङ्गल दशम भावमा। हामी यो कुण्डलीमा चुनावमा विजय योग छ कि छैन हामी हेर्न सक्छौँ। तपाईँलाई उदाहरण कुण्डली, सूर्य यहाँ लग्नमै बसेर बलवान भएको छ, उच्च पद प्रतिष्ठा प्राप्त हुन्छ। जनता भावको मालिक हो यहाँ भने मङ्गल हो। मङ्गलले प्रत्यक्ष रूपमा दृष्टि दिइरहेको छ भनेदेखि सप्तम भाव जनसरोकार, जनतासँग घुलमिल हुने भावको स्वामी भनेको लाभ स्थानमा छ। जनताले जिताएर पठाउँछन् र इच्छापूर्ति पनि हुन्छ र साथसाथै षष्ठम भावको मालिक पनि शनि नै हो। शनि गएर इच्छापूर्तिको भाव अर्थात् कारक भावमा भएको हुनाले चुनावमा प्रतिस्पर्धीलाई हराउने योग बनेको छ। यो 4-5 पटक चुनावमा विजय भएर मन्त्री पनि भइसकेका व्यक्तिको कुण्डली हो। मैले कसैको कुरा उहाँको बिना स्वीकृति प्रकाश गर्दिन नमिल्ने भएर मात्रै मैले यो कुण्डलीको
जन्ममिति र मानिसको नाम बताउन सकिनँ। मैले यो हेरेको कुण्डली हो। यही प्रकारले तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ र यहाँहरूलाई पनि मेरो चुनावमा विजय हुन्छ कि हुँदैन भन्ने कुराको जानकारी चाहिएको छ भने तपाईँहरूले व्हाट्सएपमा फोन गरेर मैले स्क्रिनमा दिएको फोन नम्बरमा फोन गरेर अथवा प्रत्यक्ष रूपमा भेटेर तपाईहरूले आफ्नो जन्मकुण्डली विश्लेषण गराएर मेरो चुनावमा विजय हुन्छ कि हुँदैन भन्ने कुराको बारेमा पूर्ण रूपमा यथार्थ जानकारी लिन सक्नुहुनेछ भन्दै यो हप्तामा हजुरले अवश्य मेरा लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला भन्दै मेरा बाणीलाई यही विश्राम गर्छु। जय श्री राम।